नमस्ते सबैलाई मेरो प्यारो साथीहरूलाई। आज चाहिँ म सारङ्गी यो अन ट्युन सबै साथीहरूले चाहिँ सारङ्गी बजाएको सुनेर चाहिँ कसरी बजाउनु सारङ्गी कसरी बजाउने भनेर धेरै क्वारी गर्नुभएको थियो, क्वेसन गर्नुभएको थियो। सो म चाहिँ आज अन ट्युन सारङ्गीबाट कसरी ट्युनिङ लिएर आउने भनेर चाहिँ हजुरमा मार्फत भिडियो मार्फत एउटा सारङ्गी ट्युनिङको एउटा सानो क्लिप बनाउन गइरहेको छु। सारङ्गी खास त सुरबाजा हो है, यो चाहिँ जान जरुरी हुन्छ होइन। अहिले चाहिँ धेरै टाइपको एप्लिकेसनहरू आयो, ट्युनिङ एप्लिकेसनहरू, त्यसबाट पनि गर्न सक्नुहुन्छ। नर्मली चाहिँ मैले चाहिँ हामीले पहिला सिक्दाखेरि पुरानो बाजाले सिक्दाखेरि चाहिँ बेलामा सिक्दाखेरि चाहिँ त्यो बेला त्यस्तो एप्लिकेसन केही पनि थिएन। आफैले मनमा कुन चाहिँ गीत बजाउने अथवा चाहिँ पहिला नर्मली सारङ्गीको बेसिकहरू सिकेर अनि त्यसलाई ट्युनिङ गर्न सिकिन्थ्यो। ट्युनिङ गर्ने सारङ्गी नर्मली यो पोर्सनको सारङ्गी हुन्छ होइन। यो चाहिँ म ट्युनिङ गरेर राखेको सारङ्गी छ होइन। अहिले यसलाई म घटाइ अनट्युन गर्छु पहिला है त। यो पुरै अनट्युन भयो। यो अनट्युन सारङ्गीमा तपाईँले कुनै पनि खालको मेलोडीहरू निकाल्न सक्नुहुन्न। यस्तोबाट के आवाज, के मिठो आवाज नै आउँदैन होइन, केही पनि आउँदैन होइन। यसलाई ट्युनिङ गरेर चाहिँ यसलाई चाहिँ मिठो स्वर आवाज कसरी लिएर आउने भन्ने चाहिँ मैले हजुरलाई सिकाउन गइरहेको छु। अनि नर्मली त सारङ्गी सुरबाजा हुनाको कारणले चाहिँ तपाईँले चाहिँ गीत गाउँदाखेरि कुन चाहिँ लयमा गाउने, कतिको हाईमा गाउने त्यो चाहिँ आफूले तयार गर्नुपर्ने हुन्छ। अनि त्यही अनुसारले सारङ्गी ट्युनिङ गरिन्छ। अब म तपाईँलाई ट्युनिङ गरेर देखाउँछु होइन। नर्मली सारङ्गी सिक्दाखेरि चाहिँ एउटा सारे ग म प ध नि सा को बेसिक फर्मुला चाहिँ तपाईँले सुनेको हुनुपर्छ। सारङ्गीको जहाँबाट पनि सुन्दाखेरि चाहिँ सारे ग म प ध नि सा हामीले एउटा सिक्यो। यो टोनलाई चाहिँ कसरी चाहिँ सारङ्गीबाट बजाउने त्यो चाहिँ अब तपाईँले सिक्नुहोस् है त। यो भयो नि त। अब यस्तो अवस्थाबाट चाहिँ यसलाई ट्युनिङ गर्नुहोस् सारङ्गी। यो आवाजमा चाहिँ यो स्केलमा बजाउनु पर्छ, गाउनु अब हजुरले मन छ भने यसलाई मैले चाहिँ दुईटाको बिचकोलाई एउटै आवाजको दिन्छु, एउटै स्केलमा बनाउँछु। त्यही अनुसार यसलाई दिन्छ माथि, यसलाई माथि बढाइदिन्छु तिखलाई। अलिअलि भाइब्स आछ नि है पहिला भन्दा। यस्तो छ फेरि यसलाई पनि भाइब्स ल्याउनु पर्यो। आछ पहिला भन्दा आयो नि त होइन। सुन्नु है, त्यही घुर्यो है यो घोर, यो स्वरको हिसाबमा यो तलको घोर पनि मिल्न आयो। अहिले यसको ट्युनिङ भयो सारङ्गी है। अब तपाईँहरूले यसमा चाहिँ अब तपाईँले चाहिँ बेसिक सारे ग म प ध नि सा कसरी बजाउने होइन। तपाईँले चाहिँ अब हामीले चाहिँ सारे ग म यो बिचको तारबाट चाहिँ हामीले निकाल्ने गरिन्छ, प ध नि सा तिखबाट निकाल्ने गरिन्छ। आफ्नो तरिका हुन्छ होइन। धेरै सारङ्गी वाद्यवादकज्यूहरूले चाहिँ अनेक प्रकारले बजाउनुहुन्छ होला। तर चाहिँ मैले चाहिँ यसलाई सारे ग म कसरी बजाउँछु भन्ने सिकाउँछु त। हेर्नुहोस् त, यो पहिला अनट्युन सारङ्गीले अब म ट्युनिङमा लिएर आएँ। अब त्यसलाई चाहिँ सारे ग म प ध नि सा हजुरलाई सुनाउँछु है त। सुन्नुहोस् है त। यो तपाईँले बज्दाखेरि तपाईँहरूको भित्री मनबाट देखेर नै यसको मेलोडी चाहिँ तपाईँले कन्सेप्सनमा राख्नुपर्ने हुन्छ है। अनि मात्रै यसलाई आफूले चाहिँ त्यो कन्सेप्सन अनुसार त्यो लयमा ढाल्न सकिन्छ है त। त्यही भएर चाहिँ अब मैले सारेगामा बजाउँछु। अब सारेगामाको लय यो स्केलमा छ, यो स्केलमा बजाउँछु मैले त। यसमा मैले कुनै पनि स्केल युज गरेको छैन, जी स्केल, ए स्केल, ए साफ कुनै पनि मलाई थाहै छैन होइन। मैले त्यसै ट्युनिङ गरेको छु यो चाहिँ है।
योलाई अन ट्युनर ट्युनिङ गरेर यतिको स्वर आयो, यसलाई तपाईँले कुन चाहिँ गीत गाउने अब त्यो अनुसारले तपाईँले आफ्नो मनमा गीत निकालेर चाहिँ यही अनुसारले तपाईँले सुरु गर्न गाउन बजाउन सक्नुहुन्छ। जस्तै यो सिमसिमे पानीमा है त एकदमै सजिलो छ हेर्नु है ती। अब यो भयो तपाईँले एकदमै स्लो तरिकाले सिमसिमे पानी पहिला बिस्तारै सिक्नुभयो। पहिला मनमा गाउनुहोस् अनि बजाउनुहोस्, त्यो अनुसार भाइब्स आएपछि अनि त्यसलाई कसरी ढाल्ने, कता ढाल्ने, कतानिर कट हाल्ने, त्यो पछि त्यो आफूले पछि सिकिसकेपछि फास्ट बजाइ गइसकेपछि चाहिँ अनि आफैले बजाउने कुरा हो। पहिला चाहिँ नर्मली चाहिँ यसरी तपाईँले सारेगामापाबाट सिक्नु होला भन्ने मैले चाहिँ हजुरहरूलाई यही सुझाव गर्छु। अझ जस्तै सिमसिमे पानीमा छिटो बजाउनु पऱ्यो है त। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद हजुरहरूलाई। यसै गरी सिक्नु होला, बिस्तारै सिक्नु होला। सारेङ्गी सिक्दाखेरि एकैचोटि म बजाउँछु, एक महिनामै बजाएर पर्फेक्ट हुन्छु अथवा एक हप्तामा बजाएर पर्फेक्ट हुन्छु भन्ने नसोच्नु होला। यो सुर बाजा हो है, यसलाई चाहिँ केही समय लाग्छ, आफूले पनि मेहनत गर्नुपर्ने हुन्छ। मेहनत गर्नु होला, प्र्याक्टिस गर्नु होला। सारेगामापाको फर्मुलालाई चाहिँ पहिला राम्रोसँग चाहिँ बिस्तारै अनट्युन गर्नबाट चाहिँ अनट्युनबाट ट्युनिङ गर्न सिक्नु होला। अनि त्यस पछाडि अनि बिस्तारै सिक्दै जानु होला। तपाईँहरूलाई सारेङ्गीले पक्कै पनि साथ दिनेछ भन्ने आशा गरेको छु। धन्यवाद, थ्याङ्क यू सो मच।